Laskara, Baskara, Tuskara, Laskara, Paskara. Pantaskara, Staraskara, Baskara, Baskara. हेलो गाइज, के छ हाल खबर? म चाहिँ फेरि ब्याक भइसकेको छु युट्युब कम्युनिटीमा छुट्टै स्वाद लिएर होइन, सिधै क्रोसियाबाट म चाहिँ यहाँ क्रोसियामा चाहिँ आज टक्क हामी चाहिँ सपिङ गर्न आएको। इन्डियाबाट छिरे भनेर क्रोसिया भन्न मिल्छ? यस्तोको मुजी सङ्गत गरिसकेपछि यार के कहाँबाट विकास हुन्छ? अब इन्डिया मुजी यस्तो विकास भयो भने त अब के भन्ने, इन्डिया यस्तो विकास भयो भने त किन आउनु पर्यो क्रोसिया 10-12 लाख रुपियाँ तिरेर, होइन भाइ? के भन्छौ तिमी? सही हो होइन? अनि हामी चाहिँ यसो सपिङ गर्न भनेर आएको, तर क्या महँगो क्या सामानहरू त, उत्पात महँगो है। के गर्नु अब? यो अमर बहादुर के भन्न चाहन्छौ तिमी? अब चिनी पारामा होइन, अब एकदम बिन्दास छ। 12 लाख तिरेर आइएछ, 1 महिना भयो सुतेको, काम पाइए छैन, पाइन्छ नि आज छ। त्यही हो, अरू त के भन्ने, अब जिन्दगी जिन्दगी लोडा बाहा मलाई औडा भा छ भन्ने गीतले अहिले ठ्याक्कै हानेको छ होइन र? हो, सही हो। ठिक छ है। अब हल्का म चाहिँ यहाँको सिनहरू देखाउँदैछु। यो चाहिँ सिन हो, यो हाइवे भयो। हामी चाहिँ यहाँनिर टक 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 पारेर हिँडिरहेको। जस मौसम हावापानी नेपालको जस्तै छ साथीभाइ, तर तपाईँहरू नि आउन चाहनुहुन्छ भने आउनु होला, राम्रै छ। अनि यहाँको मेन भाषा चाहिँ यस्तो रहेछ गाइस, फेरि आस्कारा भास्कारा ठस्कारा, बास्कारा लास्कारा ठोस्कारा, ठस्कारा हो। यति चाहिँ लास्कारा आस्ते बास्ते यति जाने भने यहाँको पब्लिक चाहिँ जस खुसी हुन्छ, सबले मान्छ। अनि भास्कारा ठस्कारा ठ्यास्कारा, लास्कारा ठ्यास फ्यास फ्यास ढ्यास्कारा, यो चाहिँ यहाँको फेमस भाषा हो। अनि यहाँ चाहिँ अचम्मको कुरा चाहिँ के छ भने, जुन अहिलेको यो उ छ नि, यो चाहिँ ठ्याक्क 8 बजेको समय हो। 8 बजेर 15-20 मिनट कति गयो होला, यस्तो उज्यालो छ कि यो चाहिँ एकदम अचम्म लाग्ने कुरा हो होइन? हेर्न सक्नुहुन्छ मजाले, यस्तो घाम मजाले लागिरह होइन। अनि अर्को भनेको चाहिँ यहाँनिर टक्क जेब्रा क्रसिङमा चाहिँ एकदम प्रायोरिटी दिन्छ है। जेब्रा क्रसिङमा चाहिँ एकदम प्रायोरिटी दिन्छ। हामी 5 जनाको ग्याङ, वाट्सअप ग्याङ। म त को कहाँनिर आयो भनेको, म त ऊ होला अगाडिबाट फ्रन्ट क्यामेरामा भनिरहेको कि। यो चाहिँ यस्तो छ अवस्था अहिले 8:30 बजेको, 8:30 बजेको अवस्था। घाम लागिरहेको मस्त। अब यो चाहिँ अचम्मको कुरो भयो हामी नेपालीहरूलाई चाहिँ। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ यो कुरादेखि चाहिँ पहिल्यै चाहिँ बुझिराख्नु होला कि फेरि आएर अचम्म पर्नु होला नि। फेरि म त अर्कै प्लानेटमा आयो कि क्या हो भनी छान्ने होइन। यहाँको चाहिँ यस्तै छ है। रातिको 10 नबजिकन यहाँनिर गाडी के हेर्ने त? गाडी BMW हेर्ने कि फोर्ड हेर्ने कि ल्याम्बोर्गिनी हेर्ने कि भने त्यो चाहिँ अहिले रहेन छ यार। स्कोडा हेर्ने कि भोल्भो हेर्ने। अनि यहाँको फेमस भाषा अघि पनि भनिदिन्छ, एकचोटि पनि भनिदिन्छु ल। आस्कारा भास्कारा ठुस्कारा लास्कारा पास्कारा पान्तास्कारा स्तारस्कारा बास्ता बाजास पासपारा आस्कारा है। सिकेर आउनुपर्छ। यति सिक्यो भने यहाँनिरलाई चाहिँ पिआर ठ्याक्कै 2 महिनामा पिआर पाउँछ तिमीहरूले। सिआर यतिको चाहिँ हुनुपर्छ। पिआर पाउनको लागि चाहिँ मेन रिक्वायरमेन्ट प्रधानमन्त्री बनाइन्छ यहाँको। यतिको भाषा चाहिँ चाहिन्छ है, नभए यहाँको राणा बनाइन्छ। यतिको चाहिँ हुनुपर्छ। त्यही भएर यति चाहिँ सिकेर आउनुपर्छ है। त गाडी आइरह नि, यो गाडी चाहिँ फेरि अरूहरूले सुन्यो भनेअनुसार चाहिँ यो निःशुल्क गाडी भन्छन्। यहाँनिर चाहिँ गाडीलाई चाहिँ पैसा दिनु पर्दैन भन्छन्। अब हो कि होइन त्यो चाहिँ राम जाने हाम नै जाने। हामी पनि ठ्याक्कै आएको त 1-2 वर्ष भन्न त पाइन्थ्यो होला, के गर्नु 1-2 हप्ता भयो, पछि 1-2 वर्ष भएपछि भनौँला। यस्तै गाडी चढेर भ्लग बनाउँदै है। मर्सिडिज, अस्ति मर्सिडिज भनेको मर्सिडिज होइन मर्सेस भन्छ एउटा फेरि, खैरे मर्सेस चाहिँ यस्तो छ यहाँनिरको चाहिँ। यु क्यान इङ्ग्लिस बोल्न आउँदैन है। घाम त्यस्तै छ, घाम चाहिँ त्यस्तो छ होइन। अमर बहादुर प्लिज अहिलेको हाम्रो सामान सपिङ गरेर आउँदाखेरिको सामान बोक्ने भरिया त नभनौँ बिचरा। के भन्न चाहन्छौ? म केही भन्न चाहन्छु।
यस्तो भन्न चाहन्छु है है ठिक छ ल ठिक छ यतिको चाहिँ हुनुपर्छ क्याप्टस भन्छ होला यसलाई फेरि सो गाइज हामी चाहिँ फाइनली अपार्टमेन्ट आइसकेको छ होइन अनि त्यसपछि तपाईँहरूलाई चाहिँ म टक्क क्रोसियाको पुला वानी सिटीको चाहिँ भ्यू देखाउन गइरहेको चाहिँ यो चाहिँ टक्क 9 बजे राति 9 बजेको सिन है यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ खतरा छ है कस्तो चल्दैछ काम के छ कस्तो छ काम काम त त्यही 8 घन्टा नन स्टप देखाउँदै गर्नुपर्छ होइन दिन चाहिँ के दिने दिन चाहिँ के दिने सामान त्यही हो सामान दियो मिलायो बस बस्न त घन्टा नि पाउँदैन अरू त्यस्तो त्यस्तो आधा घन्टा साला दिएको छ बिहान कति बजे निस्केर कति बजे आइन्छ घर 6 बजे निस्केर 5 बजे आइजाने यो चाहिँ मेरो कोठाबाट देख्ने भ्यू भयो है यो चाहिँ तपाईँको ठ्याक्कै 9 बजे 9 बजेको चाहिँ घाम उज्यालो हुन्छ 9 बजीसम्म घाम लाग्छ लगभग 10 बजीसम्म नि घाम लागिरहेको हुन्छ अनि समुद्र पनि देख्छ है मेरो उसबाट चाहिँ तर घाम टल्केर देख्छ कि देख्दैन थाहा छैन लाइक यो चाहिँ समुद्र है यहाँबाट चाहिँ त्यहाँनिर समुद्र यो समुद्र छर्लङ्ग देखिन्छ मेरो उसबाट चाहिँ अनि त्यहाँनिर घरको पछाडि पनि हो यो हल्ला चाहिँ के को भन्दाखेरि सबैजना के गर्नु केटा भइसकेपछि यतिको हल्ला हुन्छ खाना पाकेन मिठो भएन क्याप लाउ छिटो त्यतिबाट कहाँ मेरो कपाल यति राम्रो छ कि यार होइन आमा छोरा फेरि सब खिचेर हाम्रो चपिङ बोर्ड नभएर चाहिँ हामीले यसरी यहाँनिर काट्नु परिरहेको यता फेरि अर्को सेफले चाहिँ कुन चाहिँ यो ठुलो यहाँ चाहिँ टक्क कटिङ सटिङ हुँदैछ यता अब यहाँनिर डायमन्ड साइमन के हो अरे यो अर्को सिङ्गल कुकुर काटेको यो चाहिँ 1 केजी चामलको चाहिँ यो कति 1 युरो 60 सेन्ट पर्दो रहेछ 1 केजी चामलको 5 जनालाई एक छाक हुँदैन हस् त नमस्ते एकछिनमा भेटौँला पाकेपछि सो गाइज है अनि हिजो चाहिँ भ्लग त्यत्तिकैमै सकिएछ अनि अहिले चाहिँ अब टक्क उठियो हरियो है उठे नि छैन ओछ्यानमै छु अब उठ्नु पर्ला अनि आज छुट्टी छ त्यही भएर सुतेर बसेको 8-9 बजीसम्म आजलाई चाहिँ यति नै यता ब्लग नेक्स्ट ब्लगमा भेटौँला